अब काठमाडौँको ठाउँमा नियो क्लासिकल घर त्यो पनि 85 लाखमा कसरी बन्छ, यो घर भित्रबाट हेर्दा कस्तो छ, यो घर बाहिरबाट हेर्दा कस्तो छ, सर र हेरौँ। ल यहाँनिर हाम्रो स्क्रिनमा देख्दै हुनुहुन्छ तपाईले यो घर चाहिँ हामीले 85 लाखमा फुल फिनिसिङ गर्न सक्नेछौँ र यो विशेष गरी नियो क्लासिकल डिजाइनमा बनेको घर हो। अब नियो क्लासिकल डिजाइन भन्नाले के बुझ्न सकिन्छ भने यसरी बुट्टाहरू निकालेर जुन डिजाइन बनिएको छ, यहाँ फ्रन्ट एलिभेसन देख्दै हुनुहुन्छ, यस्तो डिजाइनलाई चाहिँ नियो क्लासिकल डिजाइन अहिले एकदमै ट्रेन्डिङ र हेर्दाखेरि पनि महल जस्तो डिजाइन सबैले मन पराइदिनु भएको छ र यस्तो डिजाइनको घर 85 लाखमा कम्प्लिट भएको छ। यो थियो बाहिरबाट घरको फेस, बाहिरबाट हेर्दाखेरि घर कस्तो देखिन्छ भन्ने कुरा। अब यो भित्रबाट चाहिँ कस्तो छ त त्यो कुरा पनि हामीले यसमा 2D प्लान्सहरू लिएर आएका छौँ। ल अब ग्राउन्ड फ्लोर प्लान तपाईँले हेर्न सक्नुहुन्छ। यसको प्लिन्थ एरिया भनेको चाहिँ 750 स्क्वायर फिटमा यो ग्राउन्ड फ्लोर प्लान कम्प्लिट भएको छ। अब इन्टेरियर टुर गराउँदाखेरि यहाँ देख्न सक्नुहुन्छ 4 फिटको यहाँ मेन डोर रहेको छ। यहाँबाट भित्र छिर्ने बित्तिकै एउटा स्पेसियस एकदमै ठुलो लिभिङ रुम। अब यो यहाँबाट लिभिङ रुमको दाहिनेतिर हेर्न सक्नुहुन्छ तपाईँले किचन एन्ड डाइनिङ, जसमा तपाईँले खाना खाएर मजाले बस्न सक्नुहुन्छ। र त्यसको लेफ्टमा लिभिङ रुमको लेफ्टमा चाहिँ हाम्रो एउटा मास्टर बेडरुम रहेको छ र एउटा साइड आउट एरिया पनि भित्रबाट बाहिरको भ्यूहरू हेर्न मन लाग्यो भने चाहिँ भित्र यहाँनिर बाहिर यसरी साइड आउट एरिया पनि मास्टर बेडरुमबाट तानेका छौँ। मास्टर बेडरुम हुने बित्तिकै यहाँनिर एउटा एट्याच्ड वाटर क्लोजेट अथवा टोयलेट बाथरुम यहाँनिर हुने भइगयो र यो स्पेसको लागि चाहिँ कमन टोयलेट बाथरुम चाहिँ यहाँनिर रहेको छ। अब यहाँबाट भर्याङ चढ्नुहुन्छ, भर्याङ चढेर सर्दा तपाईँ फर्स्ट फ्लोर प्लानमा। अब फर्स्ट फ्लोर प्लानमा चाहिँ बाल्कनीहरू भएको कारणले गर्दाखेरि अलिकति क्यान्टिलिभर तानेर यहाँ प्लिन्थ एरिया अलिकति बढेको देख्न सक्नुहुन्छ। यहाँ 750 स्क्वायर फिट थियो ग्राउन्ड फ्लोर, अहिले चाहिँ 783 स्क्वायर फिट चाहिँ हाम्रो फर्स्ट फ्लोर प्लान लगेको छ। ल भर्याङ चढ्दै तलतिरबाट माथि आउनु भयो। माथि आउने बित्तिकै बालबच्चा अथवा बुवा आमा हुनुहुन्छ भने उहाँहरूको लागि नै दुईवटा यसरी बेडरुम हामीले निकालेका छौँ फर्स्ट फ्लोरमा। र राइटमा अर्को एउटा मास्टर बेडरुम जसमा एट्याच्ड बाथरुम पनि रहेको छ र यो फ्लोरको लागि पनि एउटा वाटर क्लोजेट यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। र तपाईँले माथिबाट चाहिँ एलिभेसन्स अथवा तपाईँले बाहिरको ब्युटीहरू चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। त्यसको लागि हामीले सबै बेडरुम र इन्क्लुडिङ यो फ्यामिली रुमबाट पनि एउटा स्लाइडिङ डोरहरू राखेर फ्यामिली रुमबाट पनि बाल्कनी निकालेका छौँ। एउटा बेडरुमबाट पनि बाल्कनी छ र मास्टर बेडरुमबाट पनि एउटा बाल्कनी छ। बाहिरको भ्यू हेर्न सक्नुहुन्छ बाल्कनीमा बाहिर आएर। ल अब यो थियो हाम्रो ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोरको प्लान। अब माथि जानुभयो भने माथि चाहिँ हामीले भर्याङ छोप्नको लागि विशेष गरी यसलाई चाहिँ मम्टी भनेर भन्छौँ, एउटा मम्टी मात्र राखेका छौँ र यसको देब्रेतिर चाहिँ तपाईँले एउटा पूजा रुम देख्न सक्नुहुन्छ। यो तपाईँको ओपन टेरेस भयो। फ्यामिली ग्यादरिङ्सहरू कुनै फङ्सन छ भने यो ओपन टेरेसमा बसेर तपाईँले मजाले भ्युजहरू इन्जोय गर्दै आफ्नो कुनै फेस्टिभल्सहरू छ भने यही ओपन टेरेसमा एउटा फ्यामिलीको रिलेटिभ्सहरू जो आउनुभयो भने पाहुनाहरूलाई पनि यही स्पेसमा पनि एकदम इन्जोय गर्न तपाईँहरूले सक्नुहुन्छ। ल यत्रो स्पेसियस 750 स्क्वायर फिटमा बनेको यो घर पनि एकदमै स्पेसियस रहेको छ र यसको विशेष कुरा भनेको चाहिँ नियो क्लासिकल डिजाइनमा त्यो पनि 87 लाख्समा यो घर हामीले कम्प्लिट गर्न सक्छौँ। यदि तपाईँलाई पनि यस्तै घरहरू आवश्यक परेको छ भने घर दरबारलाई सम्पर्क गर्न नबिर्सिनु होला।